यहाँ हेर्नु त स्ट्रक्चर अफ डिएनए स्ट्रक्चर अफ डिएनएमा रिक्याप गर्दैछु स्ट्रक्चर अफ डिएनएमा हेर्नु त डबल हेलिकल नेचर अफ डिएनए वाज गिवन बाई भन्ने सोध्यो भने यो कसले दिने स्ट्रक्चर अफ डिएनए डबल हेलिकल डबल हेलिकल डबल हेलिकल नेचर गिवन बाई भन्ने सोध्यो भने चाहिँ कसले दिएको हो त बाई वाटसन एन्ड क्रिक डबल हेलिकल नेचर अफ डिएनए कसले दियो वाटसन एन्ड क्रिकले दियो भने डबल हेलिकल नेचर वाटसन एन्ड क्रिकले दियो भने डिएनए एन्टी प्यारलल हुन्छ एन्टी प्यारलल नेचर अफ डिएनए केले गर्दा हुन्छ भने सोध्यो भने एन्टी प्यारलल नेचर अफ डिएनए इज ड्यू टु व्हिच बोन भन्ने सोध्यो भने के लगाउने दिस वान इज फोस्फोडाइस्टर बोन फोस्फोडाइस्टर बोन डिएनए को डायमिटर हेर्नुहुन्छ भने यो दुईटा स्ट्यान्डको बीचको डायमिटर कति रहेछ डिएनए को डायमिटर कति हो त क्यान प्लिज टेल मी डिएनए को डायमिटर कति हो त 20 एङ्स्ट्रम डायमिटर अफ डिएनए भन्ने सोध्यो भने डायमिटर अफ डिएनए भन्ने सोध्यो भने के रहेछ दिस वान इज 20 एङ्स्ट्रम 20 एङ्स्ट्रम एउटा कम्प्लिट हेलिक्समा कति न्यूक्लियोटाइड हुने रहेछ कम्प्लिट हेलिक्समा न्यूक्लियोटाइड एउटा साइडमा कति हुन्छ 10 त्यही भएर कन्फ्युज नहुनु यतातिर न्यूक्लियोटाइड 10 छ भने यो एउटा हेलिक्समा जोड्यो भने चाहिँ 10 वटा न्यूक्लियोटाइड छ भने अर्को साइडमा पनि किनकि पियरमा बस्नु पर्छ कि पर्दैन अर्को स्ट्यान्डमा हेर्यो भने चाहिँ एउटा स्ट्यान्डमा 10 भन्यो भने दुईटा स्ट्यान्डमा कति भयो त ल भन्नु त दुईटा स्ट्यान्ड भन्यो भने एउटा स्ट्यान्डमा चाहिँ न्यूक्लियोटाइड 1 2 3 4 5 6 7 8 9 10 पियर्समा हुन्छ कम्प्लिट हेलिक्समा भनौँ भने चाहिँ 10 पियर्स कम्प्लिट हेलिक्समा नम्बर सोध्यो भने चाहिँ हजुरले 10 पियर्स लगाउनु पर्छ तर 10 पियर्स भनेको यहाँ हेर्नु त यो 10 पियर्ससँग कन्फ्युज नहुनु 10 पियर्समा हुने हो टोटल न्यूक्लियोटाइड कति रहेछ 20 10 पियर्स अथवा 20 यो 10 पियर्स भने पनि डिस्टेन्स काउन्ट गर्दा त यता आधी भयो यता आधी भयो यता आधी भयो यता आधी भयो तर मैले हिजो डिस्टेन्स काउन्ट गर्दाखेरि मैले 10 मात्रै लिएको किन हो भन्दा यता जति छ त्यता पनि त्यति छ त्यही भएर यता जति छ यता पनि त्यति छ जोडी जोडीमा हेर्दा चाहिँ यो न्यूक्लियोटाइड जोडीमा हेर्दाखेरि चाहिँ कति रहेछ 10 न्यूक्लियोटाइड जोडीमा हेर्दा चाहिँ के भयो त 10 न्यूक्लियोटाइड म्युट राख्नु भएन भने हजुर जानुहुन्छ नि जोडीमा हेर्यो भने 10 न्यूक्लियोटाइड त्यही भएर लेन्थ अफ कम्प्लिट हेलिक्स भने सोध्यो भने लेन्थ हेर्यो भने लेन्थ अफ कम्प्लिट हेलिक्स भने मैले कति पढाएको थिएँ ल भन्नु त कम्प्लिट हेलिक्सको लेन्थ कति रहेछ लेन्थ अफ कम्प्लिट हेलिक्स यो कम्प्लिट हेलिक्सको लेन्थ लिँदा यसको लेन्थ कति रहेछ ल भन्नु त 34 एङ्स्ट्रम न्यानोमिटरमा कति हुन्छ ल भन्नु त 34 एङ्स्ट्रम लियो भने न्यानोमिटरमा कति हुन्छ 3.4 न्यानोमिटर 3.4 न्यानोमिटर यसको कोइलिङ अफ द डिएनए कस्तो कोइलिङ हुने रहेछ डिएनए बटारिन्छ त्यो डिएनए बटारिनेको लागि के कोइलिङ भन्ने रहेछ द्याट इज प्लिक्टोनिमल कोइलिङ डिएनए बटारिनलाई के भन्ने रहेछ प्लिक्टोनिमल कोइलिङ सिम्पली डबल हेलिकल नेचर एकचोटि मसँगै रिक्याप गर्दै जानु छिटो रिक्याप गर्नु है डबल हेलिकल नेचर कसले दियो अनम्युट गरेर भन्नु डबल हेलिकल नेचर कसले दियो ल भन्नु डबल हेलिकल नेचर अफ डिएनए वाटसन एन्ड क्रिक एन्टी प्यारलल नेचर अफ डिएनए एन्टी प्यारलल नेचर चाहिँ के कुन बोनले गर्दा हुने रहेछ ल भन्नु त एन्टी प्यारलल नेचर अफ डिएनए भने सोध्यो भने फोस्फोडाइस्टर बोन तर डबल हेलिकल नेचर अफ डिएनए भने सोध्यो भने कुन बोन लगाउने हाइड्रोजन बोन्ड डबल हेलिकल नेचर अफ डिएनए भने सोध्यो भने डबल हेलिकल नेचर अफ डिएनए भने सोध्यो भने के लगाउने त हाइड्रोजन बोन्डमा हेर्नु त डिएनए को डायमिटर भने सोध्यो भने कति लगाउनुहुन्छ डिएनए को डायमिटर कति रहेछ 20 एङ्स्ट्रम कम्प्लिट हेलिक्समा कतिवटा बेस हुने रहेछ बेस पियर्स 10 न्यूक्लियोटाइड हुन्छ 10 बेस पियर्स हुन्छ कम्प्लिट हेलिक्सको लेन्थ कति रहेछ याद गर्नु 24 एङ्स्ट्रम और 3.4 न्यानोमिटर त्यही भएर न्यूक्लियोटाइड बीचको डिस्टेन्स भन्नु भने के हो त न्यूक्लियोटाइड बीचको डिस्टेन्स
न्यूक्लियोटाइड डिस्टेन्स भनौँ भने न्यूक्लियोटाइडको डिस्टेन्स हामीले 10 पेयर्स 20 भए पनि हामीले डिभाइड बाई 20 गर्दैनौँ, किनकि डिस्टेन्स हेर्दा यहाँ आधी हुन्छ यहाँ आधी हुन्छ, दुईटाले एउटा लेन्थ बनाउँछ, यहाँ आधी चारवटा भनेको यो एउटा यो अर्को भयो नि त, चारवटाले दुईटाको डिस्टेन्स बनाउँछ, त्यही भएर डिभाइड बाई 20 गर्नुपर्छ र डिस्टेन्स भनेको कति रहेछ 34 एङ्स्टन डिभाइड बाई 10, यसको कति भयो त 3.4 एङ्स्टन 3.4 एङ्स्टन। डबल हेलिकल नेचर भने सोध्यो भने हाइड्रोजन हेर्नु त एन्टी प्यारल नेचर भने सोध्यो भने फोस्फोडाइस्टर डायमिटर भनौँ भने 20 एङ्स्टन, कम्प्लिट हेलिक्समा कतिवटा न्यूक्लियोटाइड हुन्छ 10 पेयर्स न्यूक्लियोटाइड। ओके, न्यूक्लियोटाइड कति हुन्छ 10 न्यूक्लियोटाइड हुन्छ, 10 पेयर्स अफ न्यूक्लियोटाइड। लेन्थ कति रहेछ 34 एङ्स्टन, द्याट इज 3.4 नैनोमिटर। कोइलिङ भनौँ भने प्लिक्टोनेमिक कोइलिङ र डबल हेलिकल स्ट्रक्चर हाइड्रोजन बोल्ने दियो र डिस्टेन्स बिट्विन द न्यूक्लियोटाइड, त्यही भएर 10 पेयर्स भए पनि हामीले 10 ले डिभाइड गर्ने हो, कति हुन्छ 3.4 एङ्स्टन। पहिलोचोटि फर्स्ट इन भिट्रो सेन्थेसाइज, पहिला डिएनए बनायो ल्याबमा तर काम गरेन। इन भिट्रो सेन्थेसाइज भनौँ भने कोरेनबर्ग लगाउने, इन भिट्रो सेन्थेसाइज अफ द नन फङ्सनल काम नगर्ने डिएनए, फङ्सनल डिएनए कसले गर्यो त खोरानाले गर्यो, तर आरएनए को सेन्थेसिस चाहिँ कसले गर्यो त ओचोवाले गर्यो। वाटसन एन्ड क्रिकले कुन डिएनए हामीले पढेको डिएनए के रहेछ त बी डिएनए, हामीले पढेको डिएनए के रहेछ, दिस वान इज बी डिएनए। बी डिएनए मोडल दियो। सिम्पली डिएनए लाई हेर्नु त एउटा सिम्पली एउटा राइट ह्यान्डेड डिएनए बनाएर रहेछ। राइट ह्यान्डेड डिएनए मा के पर्छ भने सोध्यो भने डिएनए ए बी सी डी, लेफ्ट ह्यान्डेड सुरुमा याद गर्नु लेफ्ट ह्यान्डेड डिएनए, लेफ्ट ह्यान्डेड डिएनए मा के रहेछ त डिएनए भनौँ भने जेड डिएनए, जेड डिएनए मा हेर्नु त कतिवटा न्यूक्लियोटाइड हुन्छ 12 पेयर्स न्यूक्लियोटाइड हुन्छ 12। त्यसो भए ए डिएनए मा 11, बी मा कति हुन्छ 10, सी मा कति हुन्छ 9, डी मा कति हुन्छ त 8। न्यूक्लियोटाइड को नम्बर याद गर्नको लागि सिम्पल सजिलो छ, यहाँ हेर्नु दिज आर द न्यूक्लियोटाइड। ओके, न्यूक्लियोटाइड को लागि हेर्नु त सिम्पली डिएनए लाई कतिवटामा डिभाइड गर्ने दुईटा, एउटा के रहेछ लेफ्ट ह्यान्डेड डिएनए, अर्को के रहेछ राइट ह्यान्डेड डिएनए। लेफ्ट ह्यान्डेड डिएनए राइट ह्यान्डेड डिएनए, लेफ्ट ह्यान्डेड डिएनए मा एउटा मात्रै पर्छ, त्यो लेफ्ट ह्यान्डेड डिएनए के हो त जेड डिएनए। जेड डिएनए मा के पर्यो त 12 पेयर्स अफ न्यूक्लियोटाइड। अर्को राइट ह्यान्डेड डिएनए मा के रहेछ त ए बी सी डी, 12 जेड लाई दिनु, त्यसपछि 11 ए, 10 बी, 9 सी, 8 डी। त्यसरी याद गर्नु। पहिलोचोटि नन फङ्सनल काम नगर्ने डिएनए कसले दियो त कोरेनबर्गले, काम गर्ने डिएनए कसले सिन्थेसाइज गर्यो खोराना, आरएनए कसले सिन्थेसाइज गर्यो ओचोवा, वाटसन एन्ड क्रिकले चाहिँ कुनको डिएनए को मोडल दिएको त बी डिएनए बीटा डिएनए। सिम्पली राइट ह्यान्डेड डिएनए हेर्नु त के रहेछ ए बी सी डी ई, लेफ्ट ह्यान्डेड डिएनए भन्ने बित्तिकै के रहेछ जेड डिएनए। डिफरेन्स हेर्नु, बी डिएनए के रहेछ राइट ह्यान्डेड, जेड डिएनए के रहेछ लेफ्ट ह्यान्डेड। बी डिएनए को डायमिटर 20 एङ्स्टन पढाएको छु, जेड डिएनए को डायमिटर 18 एङ्स्टन, लेन्थ अफ बी डिएनए 34 एङ्स्टन or 3.4 नैनोमीटर, लेन्थ अफ जेड डिएनए इज 45 एङ्स्टन। नाइट्रोजन बेस हेर्नु त बेस पेयर्स कति रहेछ 10 पेयर्स, जेड मा कति रहेछ त 12 पेयर्स, जेड मा कति रहेछ 12 पेयर्स। बेस पेयर यसमा कति रहेछ 10 पेयर्स, यसमा कति रहेछ 12 पेयर्स। एंगल अफ रोटेशन बी डिएनए को कति रहेछ 96, जेड डिएनए को कति रहेछ 16। ओके, जेड डिएनए को के रहेछ 16। यति चाहिँ एकदम मजाले हेर्नु। एकचोटि मलाई रिक्याप गर्दै जानु आज पढाएको। एनीवन रेडी हो? ल अनम्युट गर्नु है त। डबल हेलिकल नेचर अफ डिएनए इज गिवन बाई भन्ने सोध्यो भने के लगाऊ? डबल हेलिकल नेचर अफ डिएनए एन्टी प्यारलल नेचर। एन्टी प्यारलल नेचर भन्ने बित्तिकै पुरानो टेम्प्लेट भनेको ओल्ड कुन डाइरेक्सनमा हुन्छ 3 प्राइम टु 5 प्राइम, नयाँ बनेको स्ट्यान्ड चाहिँ कुन डाइरेक्सनमा हुन्छ जहिले पनि 5 प्राइम टु 3 प्राइम। ओल्ड कहाँ हुने रहेछ 3 प्राइम टु 5 प्राइम, नयाँ बनेको कहाँ हुने रहेछ 5 प्राइम टु 3 प्राइम। यो एन्टी प्यारलल नेचर चाहिँ केले गर्दा हुन्छ भन्ने सोध्यो भने के लगाइदिनुहुन्छ? फोस्फोडाइस्टर बोन्ड।
BDNE को डायमिटर कति रहेछ 20 एङ्स्टन, BDNE को लेन्थ कति रहेछ 34 एङ्स्टन, त्यसो भए ZDNE को डायमिटर कति रहेछ, ZDNE को 18 एङ्स्टन, ZDNE को लेन्थ कति रहेछ ल भन्नु त, ZDNE को लेन्थ अघि पढाएको हो कि हैन, दैट इज कॉल्ड 45 एङ्स्टन। BDNE मा नाइट बेस पेयर्स कति रहेछ 10 बेस पेयर्स, पेयर्स कति रहेछ 10 बेस पेयर्स और 10 न्यूक्लियोटाइड। यहाँ हेर्नु त लेन्थ कोइलिङलाई के भन्ने प्लेक्टोनेमिक कोइलिङ, डबल हेलिकल नेचर केले गर्दा हुने रहेछ हाइड्रोजन बोन्ड र न्यूक्लियोटाइड बीचको डिस्टेन्स भनेको 10 लाई टोटल लेन्थ, एउटा हेलिक्सको लेन्थ 34, त्यहाँ 10 न्यूक्लियोटाइड हुन्छ, यसरी पियर्समा बसेको हुन्छ, त्यसलाई के भने त 3.4 एङ्स्टन। त्यही भएर डिस्टेन्स भन्नु भने 3.4, लेन्थ भन्नु भने 34 एङ्स्टन, न्यानोमिटर भन्नु भने डिभाइड बाइ 10 गर्नुपर्छ है यसको भ्यालुमा। लेफ्ट ह्यान्डेड डिएनए भन्ने बित्तिकै के छ ZDNA, राइट ह्यान्डेड भन्ने बित्तिकै ABCD, जेडमा कति रहेछ 12 पेयर्स, एमा 11, बीमा 10, सीमा 9, डीमा 8। यो सिक्वेन्समा जहिले पनि पहिला लेफ्ट ह्यान्ड यहाँ देब्रे माथि राख्दिनु अनि राइट सुरु गर्नु ABCD, लेफ्ट जेडलाई 12 राखिदियो भने 11, 10, 9, 8 भयो कि भएन। फर्स्ट इन विट्रो सिन्थेसिस अफ नन फंक्शनल डिएनए भन्ने सोध्यो भने के लगाउने, नन फंक्शनल डिएनए भन्ने सोध्यो भने कोरेनबर्ग। त्यसो भए फंक्शनल डिएनए भन्ने सोध्यो भने के लगाउनुहुन्छ, फंक्शनल डिएनए भन्ने सोध्यो भने खोराना। फर्स्ट इन विट्रो सिन्थेसिस अफ आरएनए भन्ने सोध्यो भने के लगाउनुहुन्छ, ओचोवा है त। वाटसन एन्ड क्रिकले चाहिँ कुन डिएनए को स्ट्रक्चर मोडल दिएको हो त, BDNA। राइट ह्यान्डेड डिएनए मा ABCD, सिम्पली ABCD। लेफ्ट ह्यान्डेड मा के रहेछ त Z, BDNA के रहेछ राइट ह्यान्डेड, ZDNA के रहेछ लेफ्ट ह्यान्डेड। B को डायमिटर 20 एङ्स्टन, Z को कति रहेछ 18 एङ्स्टन, डायमिटर कम लेन्थ बढी हो Z को। यसको B को लेन्थ कति 34 एङ्स्टन, ल यसको लेन्थ कति रहेछ 45 एङ्स्टन, नम्बर अफ बेस पेयर कति रहेछ 10, यता नम्बर अफ बेस पेयर्स कति रहेछ 12, BDNA को एंगल अफ रोटेशन 36, ZDNA को एंगल अफ रोटेशन 60। ओके 60। सर ZDNA को न्यानोमिटर मा कति हुन्छ, 10 ले मन डिवाइड गर्ने हो एम्स्टनलाई 4.5। ZDNA मा नि त्यही हो, युनिट त चेन्ज गर्ने हो है त। अर्को चाहिँ सिम्पली डिएनए मा डिफरेन्स अफ न्यूक्लियोटाइड त डिफरेन्स भइहाल्छ नि यसमा, 45/12 भइहाल्छ नि। हो 45/12 गर्ने हो, तर न्यानोमिटरमा चेन्ज गर्ने त एम्स्टनलाई न्यानोमिटर त 10 ले हो नि भाइ। यस सर, 10 to the 9 - 10 हुन्छ, यसमा 9 गर्नु। ओके भाइ ओके। यहाँ हेर्नु त डिएनए मा सिम्पली प्युरिन इक्वल टु पाइरिमिडिन। पियरिङ मा हेर्नु सिम्पली नाइट्रोजन बेस एडेनिनले केलाई पियर गर्छ, थाइमिन। यदि एडेनिन र थाइमिन साइटोसिन र गुयानिन भन्दा बढी छ भने, एडेनिन र थाइमिन साइटोसिन र गुयानिन भन्दा बढी छ भने, हेर्नु है त एडेनिन र थाइमिन साइटोसिन र गुयानिन भन्दा बढी छ भने यसलाई कुन टाइप अफ डिएनए भन्छ त, दैट इज 80 टाइप अफ डिएनए। यदि साइटोसिन र गुयानिन चाहिँ एडेनिन र थाइमिन भन्दा बढी छ भने त्यसलाई चाहिँ के भन्ने, CG टाइप अफ डिएनए। डिएनए को स्टडीलाई कुन स्टेन युज गर्ने त, डिअक्सिराइबोज को लागि चाहिँ फुल जेन स्टेन। ओके कुन स्टेन युज गर्ने, फुल जेन स्टेन, फुल जेन स्टेन, फुल जेन स्टेन। Which of the following property of BDNA may change? Length of one helix is 34 angstrom, diameter 20 angstrom, number of base pair in one helix चाहिँ 10 pairs। यो सबै फिक्स हो कि चेन्ज हो त, यो सबै कुरा चेन्जिङ हो है त, यो चाहिँ चेन्ज हुन्छ। त्यही भएर यो चाहिँ युनिभर्सल रुल चाहिँ हैन है त। 34 एङ्स्टन लेन्थ हुन्छ, डायमिटर 20 एङ्स्टन, बेस पेयर 10, यो सबै चेन्जिङ हुन्छ। त्यही भएर मे चेन्ज भन्नु भने चाहिँ यो सबै चेन्ज हुने रहेछ। ओके
चेन्ज हुने रहेछ। एकचोटि सिम्पल यहाँ हेर्नु, डिएनए रिप्लिकेसनमा एकचोटि रिक्याप गर्नु, डिएनए रिप्लिकेसनमा सिम्पल के हुन्छ, एउटा सेमी डिस्कन्टिन्युअस, डिएनए रिप्लिकेसनमा एउटा स्ट्यान्ड कन्टिन्युअस जान्छ, लिडिङ स्ट्यान्ड भन्छ हेर्नु, अर्को चाहिँ डिस्कन्टिन्युअस जान्छ, ल्यागिङ स्ट्यान्ड, त्यसलाई ओकाजागी फ्र्यागमेन्ट पनि भन्छ। त्यही भएर यो के रहेछ, सेमी डिस्कन्टिन्युअस मेथड। अर्को चाहिँ हेर्नु त सेमी कन्जर्भेटिभ मेथड, एउटा ओल्ड डिएनए हुन्छ टेम्प्लेट, अर्को चाहिँ न्यू डिएनए हुन्छ, यसलाई हामीले कम्प्लिमेन्ट्री पनि भन्छौँ। एकचोटि डिएनए रिप्लिकेसनमा हेर्दाखेरि डिएनए रिप्लिकेसन इनफ्याक्ट कस्तो हो भन्दा, डिएनए रिप्लिकेसनको लागि एउटा बेसिक कन्सेप्ट छ, यो डिएनए को एउटा स्ट्यान्ड, यो डिएनए को अर्को स्ट्यान्ड, डिएनए को एउटा स्ट्यान्ड, त्यो डिएनए को अर्को स्ट्यान्ड। सिम्पल, एडेनिनले जहिले पनि केसँग बोन्ड बनाउँछ, एडेनिनले 88 थाइमिनसँग जोडी बनाउने हो। त्यसो भए गुयानिनले केसँग बनाउँछ त जहिले पनि साइटोसिनसँग बनाउने हो। त्यसो भए एडेनिनले जहिले पनि केसँग बनाउने हो त थाइमिनसँग बनाउने हो। साइटोसिनले केसँग बनाउने हो त गुयानिनसँग बनाउने। है त सिम्पल, यो जोडी हो। एडेनिन इक्वल टु थाइमिन, एडेनिन इक्वल टु थाइमिन, सिजी साइटोसिन इक्वल टु गुयानिन। तर साइटोसिन र गुयानिनमा यहाँ हेर्नु त कतिवटा बोन्ड हुन्छ, साइटोसिन र गुयानिनमा 3वटा बोन्ड हुन्छ। साइटोसिन र गुयानिनमा 3वटा बोन्ड हुन्छ भने एडेनिन र थाइमिनमा कतिवटा बोन्ड हुन्छ त 2टा बोन्ड हुन्छ। यो बोन्डलाई, यो बोन्ड भनेको कुन बोन्ड हो त, हाइड्रोजन बोन्ड। यो बोन्डलाई काट्नको लागि यहाँ हेर्नु त, हाइड्रोजन बोन्डलाई काट्नको लागि कुन इन्जाइम चाहिन्छ त, यो हाइड्रोजन बोन्डलाई काट्नको लागि कुन इन्जाइम चाहिन्छ, हेलिकेज इन्जाइम। यो हेलिकेज इन्जाइमलाई कुन चाहिँ बोन्ड काट्न सजिलो हुन्छ त, डबल बोन्ड काट्न सजिलो हुन्छ कि सिंगल बोन्ड, यो काट्न सजिलो हुन्छ डबल बोन्ड। त्यही भएर यसले चाहिँ कहाँ काट्छ त भन्दा एडेनिन र थाइमिनको बोन्डलाई काट्छ। अब यो काटिसकेपछि डिएनए छुट्टिन्छ, डिएनए छुट्टिन्छ। जस्तै यो एउटा यो पुरानो स्ट्यान्ड हो, यो चाहिँ के हो टेम्प्लेट स्ट्यान्ड, ओल्ड स्ट्यान्ड। यो चाहिँ हेर्नु त नयाँ स्ट्यान्ड, सिम्पली यहाँ हेर्नु त यो डिएनए काट्दाखेरि फर्क बन्छ, हेर्नु त यो यतातिर एउटा फर्क हो, यो चाहिँ अर्कोतिर फर्क बन्छ, यो डिएनए को फर्कहरू हो, 2टा फर्क लाइक स्ट्रक्चर बन्छ। जहिले पनि सिम्पल प्रिन्सिपल रुल हो हेर्नु, नयाँ डिएनए बनाउनको लागि कुन डाइरेक्सनमा बनाउनु पर्छ जहिले पनि। जस्तै यहाँ हेर्नु त यो नयाँ डिएनए बनाउनको लागि कुन डाइरेक्सनमा बनाउनु पर्छ, यो 5 प्राइम टु 3 प्राइम डाइरेक्सन हो भने जहिले पनि नयाँ डाइरेक्सन कताबाट बन्नु पर्छ त, यो 3 को ठाउँमा के हुनु पर्छ 5। ओके, त्यही भएर यसले चाहिँ 5 प्राइम टु 3 प्राइम डाइरेक्सनमा बनाउने, यो चाहिँ कन्टिन्युअस बनाउँछ, कन्टिन्युअस। सिम्पल लजिक है त, कन्टिन्युअस। अर्को त कुन डाइरेक्सनमा छ, अर्को चाहिँ 3 प्राइम टु 5 प्राइम डाइरेक्सनमा छ। जहिले पनि यो डिएनए पोलिमरेज भन्ने इन्जाइम छ, यहाँ हेर्नु है यो कन्सेप्ट हेर्नु, डिएनए पोलिमरेज इन्जाइम। डिएनए पोलिमरेजको लागि ए भाइ तैँले नयाँ डिएनए बना भन्दा नाइ म त बनाउनेवाला छैन, मलाई पुरानो डिएनए को स्ट्यान्ड जहिले पनि 3 म बनाउँछु बनाउन त, तर मेरो सिम्पल क्राइटेरिया छ, पुरानो डिएनए को स्ट्यान्ड जहिले पनि मलाई कुन डाइरेक्सनमा चाहिन्छ, 3 प्राइम टु 5 प्राइम डाइरेक्सनमा चाहिन्छ। 3 प्राइम टु 5 प्राइम मैले बनाउँदा चाहिँ जहिले पनि 5 प्राइम टु 3 प्राइम डाइरेक्सनमा बनाउँछु। 5 प्राइम टु 3 प्राइम उसको युनिभर्सल रुल हो, यसले स्ट्यान्डको जहिले पनि 5 प्राइम टु 3 प्राइम डाइरेक्सनमा बनाउँछ। नयाँ बन्ने चाहिँ 5 प्राइम टु 3 प्राइम। अब यसको त ठ्याक्कै मिल्या छ, यता 3 प्राइम छ भने यसको 5 प्राइम एन्टी प्यारल छ, लगातार बनाउँदै जान्छ। एकतिर त बनायो, अरे यो पनि यतातिर पनि बनान भन्ने भने यतातिर पनि बनाउनको लागि चाहिँ यसले कुन डाइरेक्सन खोज्छ, मैले बनाउने 5 प्राइम टु 3 प्राइम डाइरेक्सन। अब यही 5 प्राइम टु 3 प्राइम डाइरेक्सन छ भने यो डाइरेक्सनमा यसले बनाउने कि नबनाउने। त्यही भएर यसलाई चाहिँ हामीले के गर्छौँ भन्दा ल यति यो यहाँबाट सुरु गर्न त, यो यति सेगमेन्ट लिन्छु, यहाँबाट बनाउँदै जा, यति बनाउँछु।
यति बनाउँछ अलिकति अगाडि यसरी 5 प्राइम टु 3 प्राइम टुक्रा टुक्रा बनाउँछ ल म त थाके भन्छ फेरि अर्को टुक्रा दियो भने यही डाइरेक्सनमा यताको डाइरेक्सनमा बनाउँछ टुक्रा टुक्रा बनाउँछ एकतिर लिडिङ स्ट्यान्ड बनाऊ लिडिङ स्ट्यान्ड अर्कोतिर के बनाऊ त ल्यागिङ स्ट्यान्ड बनाऊ कन्टिन्युअस बनाऊ भने चाहिँ लिडिङ स्ट्यान्ड कन्टिन्युअस बनेन भने चाहिँ ल्यागिङ स्ट्यान्ड सिम्पली यो डिएनए मा मैले यति मात्रै बुझाउन खोजे यहाँ एउटा ओल्ड स्ट्यान्ड छ अर्को चाहिँ नयाँ स्ट्यान्ड बनाएको छ हेर्नु त यो एउटा ओल्ड स्ट्यान्ड हो अर्को चाहिँ नयाँ स्ट्यान्ड बनाएको छ त्यही भएर यसलाई के भन्ने त दिस वान इज सेमी कन्जर्भेटिभ मेथड यसलाई के भन्नुहुन्छ दिस वान इज सेमी कन्जर्भेटिभ मेथड किन सेमी कन्जर्भेटिभ मेथड भनेको भन्ने सोध्यो भने एउटा ओल्ड स्ट्यान्ड छ ओल्ड स्ट्यान्डलाई हामीले टेम्प्लेट स्ट्यान्ड पनि भन्छौं अर्को चाहिँ के भन्नु त न्यू स्ट्यान्ड छ न्यू स्ट्यान्ड भनेको डटर स्ट्यान्ड पनि भन्छौं त्यही भएर सेमी कन्जर्भेटिभ एउटा ओल्ड अर्को नयाँ आदि मात्रै ओल्ड कन्जर्भ भयो त्यही भएर सेमी कन्जर्भेटिभ अर्को चाहिँ के रहेछ सेमी डिस्कन्टिन्युअस मेथड सेमी डिस्कन्टिन्युअस मेथड भनेको के रहेछ एउटा लिडिङ स्ट्यान्ड भन्छ लिडिङ स्ट्यान्ड अर्को चाहिँ ल्यागिङ स्ट्यान्ड भन्छ टुक्रा टुक्रा त्यही भएर यो कन्टिन्युअस पनि हैन डिस्कन्टिन्युअस पनि हैन त्यही भएर ल्यागिङ स्ट्यान्ड बन्यो र ल्यागिङ स्ट्यान्ड भन्दा सानो सानो फ्र्यागमेन्टहरु बन्छ यो सानो सानो फ्र्यागमेन्टलाई हामीले के भन्छौं ओकाजाकी फ्र्यागमेन्ट भन्छौं ओके ओकाजाकी फ्र्यागमेन्ट जापानिज साइन्टिस्टको नामबाट भएको हो दिस वान इज ओकाजाकी फ्र्यागमेन्ट एकचोटी मलाई रिक्याप गर्नु सिम्पल डिएनए रिप्लिकेसनको ठाउँ ठ्याक्कै कुन ठाउँबाट चिन्ने रहेछ मलाई रिप्लाई गर्नु त डिएनए रिप्लिकेसन कहाँबाट सुरु हुने रहेछ जहिले पनि फोर्क बनाएर गर्छ डिएनए रिप्लिकेसन भनेको फोर्क फर्मेसनबाट हुन्छ फोर्क लाइक स्ट्रक्चर फोर्क फर्मेसन कुन ठाउँमा टुक्र्याउन सुरु गर्छ छुट्याउँछ डिएनए रिप्लिकेसनमा टुक्र्याउनको लागि एडेनिन इक्वल टु थाइमिन टुक्र्याउन सजिलो भयो किनकि यहाँ डबल बोन्ड छ जहिले पनि भन्दा एउटा ओल्ड स्ट्यान्ड छ अर्को नयाँ स्ट्यान्ड बनो एउटा ओल्ड र अर्को नयाँ भएपछि हामीले यसलाई के भन्छौं सेमी कन्जर्भेटिभ ओल्ड स्ट्यान्डलाई हामीले के भन्छौं टेम्प्लेट स्ट्यान्ड अर्को के रहेछ न्यू स्ट्यान्ड एउटा जहिले पनि के रहेछ लिडिङ कन्टिन्युअस हुन्छ यसलाई लिडिङ स्ट्यान्ड भन्छ लिडिङ स्ट्यान्ड भनेको कन्टिन्युअस बनाउँदै जान्छ ल्यागिङ स्ट्यान्ड जहिले पनि डिस्कन्टिन्युअस हुन्छ दुईटाको बिचको हामीले त्यही भएर डिस्कन्टिन्युअस हुन्छ त्यही भएर बिचको हामीले के भन्छौं त दिस वान इज सेमी कन्टिन्युअस त्यही भएर डिएनए रिप्लिकेसन सेमी कन्जर्भेटिभ डिएनए रिप्लिकेसन सेमी डिस्कन्टिन्युअस र रिप्लिकेसन डिएनए टेक्स प्लेस इन व्हिच स्टेज भन्ने सोध्यो भने चाहिँ रिप्लिकेसन अफ डिएनए कुन स्टेजमा हुने रहेछ रिप्लिकेसन अफ डिएनए भनेको एस फेज अफ द इंटरफेज ओके एस फेज अफ इंटरफेज एस फेज अफ द इंटरफेज बाट यहाँ सिम्पली यो डिएनए हेर्नु त डिएनए को टुक्राबाट हामीले दुईटा कुरा गर्न मिल्छ एउटा डिएनए को टुक्रा लियो भने डिएनए बाट अर्को हामीले चाहिँ डिएनए लाई डबल बनाउन मिल्छ मल्टिप्लाई अर डबल गराउने टेक्निकलाई के भन्ने त डिएनए लाई मल्टिप्लाई अथवा डबल गर्ने प्रोसेसलाई चाहिँ त्यसलाई के भने रिप्लिकेसन अर्को चाहिँ यो डिएनए बाट के हुन्छ त आरएनए जान्छ आरएनए जाँदै केमा चेन्ज हुन्छ त प्रोटिनमा चेन्ज हुन्छ ओके डिएनए बाट आरएनए आरएनए बाट प्रोटिन डिएनए बाट आरएनए मा चेन्ज हुने प्रोसेसलाई के भन्ने रहेछ ट्रान्सक्रिप्सन आइदर यो रिप्लिकेसन मा गयो आइदर यो ट्रान्सक्रिप्सन मा गयो रिप्लिकेसन चाहिँ एस फेज मा गयो एस फेज अफ द इंटरफेस सिम्पल यहाँ हेर्नु एकैछिन एस फेज के भन्छ प्रोटिन हो भाइ पोलिपेप्टाइड भनेको प्रोटिन भन्ने हो तिमी कुन यो यादव भाइको नाम के हो तिम्रो भाइ रिप्लिकेसन पढाउँदै छु एकछिन वेट गर्ने ओके यहाँ हेर्नु
नयाँ बन्ने स्ट्यान्ड जहिले पनि कुन डाइरेक्सनमा बन्छ? नयाँ बन्ने स्ट्यान्ड जहिले पनि कुन डाइरेक्सनमा बन्छ? नयाँ बन्ने स्ट्यान्ड जहिले पनि कुन डाइरेक्सनमा बन्नु पर्यो? रिप्लाई गर्नु न। 5 प्राइम टु 3 प्राइम अहिले नझुक्किने यहाँ हेर्नु त, यो 5 प्राइम टु 3 प्राइम। यो नयाँ बनाउने इन्जाइमको नाम के हो? नयाँ बनाउने इन्जाइमको नाम डिएनए पोलिमरेज। नयाँ डिएनए बनाउने इन्जाइमको नाम के रहेछ? डिएनए पोलिमरेज। र नयाँ बनेको डिएनए जहिले पनि 5 प्राइम टु 3 प्राइममा बन्छ। 5 प्राइम यसको डिएनए पोलिमरेजको सिम्पल क्राइटेरिया छ। मैले बनाउने हो नयाँ, तर मैले बनाउँदा 5 प्राइम टु 3 प्राइमै बनाउनु पर्छ र मेरो अर्को टेम्प्लेट चाहिँ मलाई यसको अपोजिट हुनुपर्छ। टेम्प्लेट जहिले पनि कुन डाइरेक्सनमा हुनु पर्यो? 3 प्राइम टु 5 प्राइम। टेम्प्लेट चाहिँ 3 प्राइम टु 5 प्राइम बनाउँछ। अब यसले चाहिँ 5 प्राइम टु 3 प्राइम यतातिर कन्टिन्युअस बनायो, तर अब यसले यो टेम्प्लेटको डाइरेक्सन हेर्नु त, यसको चाहिँ के छ? 5 प्राइम टु टेम्प्लेटको 3 प्राइम टु 5 प्राइम छ भने त यसलाई सजिलो भयो। यसले नर्मल्ली बनाउँछ 5 प्राइम टु 3 प्राइम कन्टिन्युअस बनायो। तर यो स्ट्यान्ड हेर्नुहुन्छ भने त 5 प्राइम टु 3 प्राइम छ नि, यता 5 प्राइम टु 3 प्राइम छ। अब यसले यताबाट बनाउन मिल्छ कि मिल्दैन? यताबाट बनायो भने कुन डाइरेक्सन हुन्छ? यसले बनाउने जहिले पनि के हो? 5 प्राइम टु 3 प्राइम बन्छ। 5 प्राइम टु 3 प्राइम बन्दैन। सेम ओरिजिनल स्ट्यान्ड पनि 5 प्राइम टु 3 प्राइम छ, नयाँ बनेको स्ट्यान्ड पनि 5 प्राइम टु 3 प्राइम बन्दैन। म त यो बनाउँदिनँ भन्छ। ल ठिकै छ नि त, त्यसपछि अहिले त्यही डाइरेक्सन बना, 5 प्राइम टु 3 प्राइम। यसलाई उल्टो हुने गरी बना। तँलाई यस्तो टेक्निक छ, यताबाट सुरु गर उल्टोबाट। अब यसलाई उल्टो हिँड्न लगायो भने यो थाक्छ, त्यही भएर अलिकति सेगमेन्ट यति तन्काउँछ, फेरि थाक्छ, रेस्ट गर्छ, अर्को सेगमेन्ट गयो, अलिकति ग्लुकोज दियो, फेरि तन्किन्छ, अर्को सेगमेन्ट गयो, फेरि तन्किन्छ। त्यही भएर यसले चाहिँ फ्र्यागमेन्टहरू बनायो र यसलाई के भन्छ? ओकाजाकी फ्र्यागमेन्ट। रिप्लिकेसन अफ डिएनए भने सोध्यो भने चाहिँ एस्पेस। डिएनए को रिप्लिकेसन यताको डाइरेक्सनमा नि भएको छ र यताको डाइरेक्सनमा नि भएको छ। त्यही भएर डिएनए रिप्लिकेसन भनेको अप दुईटै डाइरेक्सनमा भएको छ। त्यही भएर यसलाई के भने? बाइ डाइरेक्सनल भन्छ। र ओल्ड स्ट्यान्ड जहिले पनि कुन डाइरेक्सनमा हुन्छ? 3 प्राइम टु 5 प्राइम। न्यू स्ट्यान्ड चाहिँ जहिले पनि के हुन्छ? 5 प्राइम टु 3 प्राइम। सेमी कन्जर्भेटिभ मेथड भन्छ, किनकि एउटा ओल्ड स्ट्यान्ड छ, अर्को चाहिँ नयाँ स्ट्यान्ड छ। त्यही भएर यसलाई के भने? सेमी कन्जर्भेटिभ मेथड। कसले प्रपोज गरेको त भन्दा क्रिकले प्रपोज गरेको। कसले प्रुफ गरेको भन्दा मिचेल्सन र स्थलले प्रुफ गरेको इकोलाईमा हो के। सेमी कन्जर्भेटिभ मेथड कसले प्रुफ गर्यो? कसले प्रपोज गर्यो? वाटसन एन्ड क्रिकले प्रपोज गर्यो। तर प्रुभन बाई भने सोध्यो भने चाहिँ मिचेल्सन एन्ड स्थलले। मेटेरियल युज फर डिएनए रिप्लिकेसन। एउटा डिएनए रिप्लिकेसनको लागि एउटा टेम्प्लेट बुढो डिएनए बन्नु पर्यो। अर्को चाहिँ फोलिक एसिड पनि चाहिन्छ, म्याग्नेसियम म्याङ्गानिज चाहिन्छ, र अर्को चाहिँ इन्जाइम चाहिन्छ। त्यही भएर एन्सर इज अल। मेटेरियल रिक्वायर्ड फर द डिएनए रिप्लिकेसन, एन्सर इज अल। एकचोटि मसँग रिक्याप गर्नु अनि म नेक्स्ट स्टेपमा जान्छु। यहाँ हेर्नु, अनम्युट गरेर रिक्याप गर्नु, यो जसरी मिलाउनु पर्छ। क्वेसन नम्बर 1, क्वेसन कसरी सोध्छ? डबल हेलिकल नेचर अफ डिएनए इज गिवन बाई भने सोध्छ, के लगाउनु? वाटसन एन्ड क्रिक। डबल हेलिकल नेचर इज वाटसन एन्ड क्रिक। एन्टी प्यारलल नेचर अफ डिएनए इज भने सोध्यो भने के लगाऊ? प्यारलल नेचर इज फोस्फोडाइस्टर बोन्ड। एन्टी प्यारलल नेचर भन्ने बित्तिकै ओल्ड स्ट्यान्ड कुन डाइरेक्सनमा हुन्छ? 3 प्राइम टु 5 प्राइम। नयाँ बन्ने स्ट्यान्ड जहिले पनि कुन डाइरेक्सनमा बन्छ? 5 to 3 5 प्राइम टु 3 प्राइम। डायमिटर हामीले पढ्ने डिएनए वाटसन र क्रिकले दिएको कुन डिएनए को स्ट्रक्चर हो? डिएनए। बिडिएनए राइट ह्यान्डेड डिएनए हो कि लेफ्ट ह्यान्डेड डिएनए हो? राइट डिएनए मा के पर्ने रहेछ? ए डिएनए, बी डिएनए, सी डिएनए, डी डिएनए। लेफ्ट ह्यान्डेड डिएनए मा के पर्ने रहेछ? Z डिएनए। जेड डिएनए मा कतिवटा न्यूक्लियोटाइड हुन्छ? 12 वटा न्यूक्लियोटाइड र 12 पेयर्स बेस पेयर्स हुन्छ भने अब यो भन्दा तल चाहिँ कतिबाट सुरु गर्नुहुन्छ? एबीसीडी लाई 11 10 9 8 11 10 9 8।
डायमिटर अफ डिएनए भने सोध्यो भने कति लगाउने डिएनए को डायमिटर 20 angstrom. 20 एङ्स्ट्रम होल लेन्थ अफ हेलिक्स भने सोध्यो भने कति रहेछ 34 30 angstrom. यसलाई न्यानोमिटर भन्नु भने चाहिँ कति न्यानोमिटर लगाउने 3.4 3.4 nanometer. न्यानोमिटर एउटा न्युक्लियोटाइड बिचको डिस्टेन्स कति हुने रहेछ बिडिएनए मा 3.4 44 डिवाइड बाइ 10 भनेपछि कति भयो 3.4 एङ्स्ट्रम न्यानोमिटरमा भन्नु भने कति भयो 0.34 न्यानोमिटर कोइलिङ अफ डिएनए भने सोध्यो भने के लगाउने रहेछ डिएनए को कोइलिङ इलेक्ट्रोनिमल कोइलिङ एन्टिप्यारलल नेचर भन्नु भने फोस्फोडाइस्टर तर डबल हेलिकल नेचर अफ डिएनए भने सोध्यो भने के लगाऊ हाइड्रोजन बोन्ड डबल हेलिकल नेचर इज हाइड्रोजन बोन्ड फर्स्ट इन विट्रो सिन्थेसिस अफ नन फंक्शनल डिएनए भने सोध्यो भने के लगाउनुहुन्छ कोरेनबर्ग फंक्शनल डिएनए भने सोध्यो भने के लगाउने खोराना यो इन्डियन खोराना नन फंक्शनल कोरेनबर्ग खोराना आरएनए भने सोध्यो भने के लगाउने ओचोवा वाटसन र क्रिकले कुन डिएनए मोडल दिएको बिडिएनए को स्ट्रक्चर बिडिएनए राइट बिडिएनए र लेफ्ट डिएनए को डिफरेन्स भन्नु बिडिएनए के रहेछ राइट डिएनए जेड डिएनए के रहेछ लेफ्ट ह्यान्डेड बिडिएनए को डायमिटर कति रहेछ 20 angstrom जेड डिएनए को कति रहेछ 18 angstrom लेन्थ कति रहेछ 44 angstrom यसको लेन्थ जेड डिएनए को कति रहेछ 45 angstrom नम्बर अफ बेस पेयर इन द बिडिएनए कति रहेछ 10 pairs नम्बर अफ बेस पेयर इन द जेड डिएनए कति रहेछ 12 pairs बिडिएनए मा एंगल अफ रोटेशन कति रहेछ 6 degree. जेड डिएनए मा एंगल अफ रोटेशन कति रहेछ 60 degree. एडेनिन र थाइमिन को जोड्दा साइटोसिन र गुयानिन भन्दा बढी छ भने त्यसलाई हामीले कुन टाइप भन्न मिल्छ 80 साइटोसिन र गुयानिन जोड्दा एडेनिन र थाइमिन को अमाउन्ट भन्दा बढी छ भने त्यसलाई के भन्ने कुन स्टेन युज गर्ने फुल्जेन स्टेन कुन स्टेन युज गर्ने फुल्जेन स्टेन डिएनए को यो लेन्थ डायमिटर बेस पेयर जहिले पनि कन्स्टेन्ट हुन्छ कि चेन्ज हुन सक्छ यो हुन सक्छ डिएनए रिप्लिकेसन जहिले पनि एउटा साइट खोज्नु पर्छ त्यो साइटलाई त्यो साइट कुन साइट हो त ओरिसाइटमा कुन हुन्छ प्राइमर ओरिसाइट है त ओरिसाइट खोज्नु भन्दा पहिला यसले कुन चाहिँ बोन काट्ने हो त हाइड्रोजन बोन्ड डबल बोन्ड लाइन हाइड्रोजन बोन्ड काट्न कुन चाहिँ को हाइड्रोजन बोन्ड काट्न सजिलो हुन्छ 80 हेलिकेज काट्ने इन्जाइम को हेलिकेज हो त भाइ हेलिकेजले कहाँ काट्छ त डबल बोन्ड भएकोलाई डबल बोन्ड भएकोलाई टुक्राउन सजिलो हुन्छ नि सिंगल बोन्ड भन्दा है त यो चाहिँ के रहेछ सेमी कन्जर्भेटिभ भन्नुको रिजन के रहेछ व्हाइ दिस वान इज सेमी कन्जर्भेटिभ आधी ओल्ड एउटा ओल्ड स्ट्यान्ड छ अर्को बन्छ न्यू स्ट्यान्ड न्यू कन्जर्भेटिभ व्हाइ सेमी डिस्कन्टिन्युअस किन सेमी डिस्कन्टिन्युअस भन्ने त ल्यागिङ कन्टिन्युअस हुन्छ लिडिङ कहाँ भाइ ल्याग भनेको ढिलो कन्टिन्युअस कसरी ढिलो हुन्छ भाइ यार तिमी इंग्लिशमा त गर्दैौ न लिडिङ इज कन्टिन्युअस लिडिङ के हुन्छ कन्टिन्युअस ल्यागिङ के हुन्छ डिस्कन्टिन्युअस ल्यागिङ भन्ने फ्र्यागमेन्टलाई के भन्छ यो फ्र्यागमेन्टलाई डिएनए कुन फेजमा हुने रहेछ मल्टिप्लिकेसन डबल हुने प्रोसेसलाई के भन्ने रिप्लिकेसन केही डिएनए को टुक्रा आरएनए मा चेन्ज भयो भने त्यसलाई रिप्लिकेसन भन्ने कि ट्रान्सक्रिप्सन भन्ने डिएनए बाट आरएनए बन्यो भने ट्रान्सक्रिप्सन डिएनए चाहिँ मल्टिप्लाई भयो भने त्यसलाई रिप्लिकेसन र आरएनए पछि गएर केमा चेन्ज हुने प्रोटिन व्हाट इज द कन्सेप्ट बिहाइन्ड द कन्टिन्युअस स्ट्यान्ड एन्ड डिसकन्टिन्युअस स्ट्यान्ड यो कन्सेप्ट हो हेर्नु व्हाट इज द कन्सेप्ट बिहाइन्ड द कन्टिन्युअस स्ट्यान्ड र डिसकन्टिन्युअस स्ट्यान्ड यसको सिम्पल क्राइटेरिया हुनुपर्छ जहिले पनि टेम्प्लेट स्ट्यान्ड कुन डाइरेक्सनमा हुन्छ पुरानो ओल्ड स्ट्यान्ड जहिले पनि कुन डाइरेक्सनमा हुनु पर्यो 3 to 5 3 प्राइम टु 5 प्राइम यो स्ट्यान्डमा छ कि छैन यो डाइरेक्सनमा छ कि छैन यो ओल्ड स्ट्यान्ड छ यो स्ट्यान्ड यो डाइरेक्सनमा छ 3 प्राइम टु 5 प्राइम अब यसले जहिले पनि बनाउँदा 3 प्राइम टु 5 प्राइम छ भने यसले कुन डाइरेक्सनमा बनाउने हो त 5 to 3 5 प्राइम टु 3 प्राइम सजिलै हुन्छ
5 प्राइम टु 3 प्राइम सजिलरी बनाउँछ, कन्टिन्युअस बनाउँछ, यसलाई उल्टो हिँड्नु परेन है त, सुल्टो हिँड्नु छिटो हिँड्नु। तर अर्को हेर्नु त, अर्को चाहिँ यो स्ट्यान्ड, यहाँ स्ट्यान्ड के छ, यो 5 प्राइम टु 5 प्राइम 3 प्राइम 3 प्राइम। अनि यताबाट यसले सुल्टो यसरी घुटुटुटु हिँड्न मिल्दाखेरि डाइरेक्सन फेरि यताको नि कुन डाइरेक्सन बनिन्छ, 5 प्राइम टु 3 प्राइम। अलरेडी भएको 5 प्राइम टु 3 प्राइम छ, यताबाट खुइ सिधा अगाडि हिँड्नु भने यसको डाइरेक्सन पनि 5 प्राइम टु 3 प्राइम, यता पनि 5 प्राइम टु 3 प्राइम। यो पोसिबल हुन्छ दुईटै सेम 5 प्राइम टु 3 प्राइम 5 प्राइम टु 3 प्राइम हुँदैन, प्यारलल हुनुपर्छ। अब यो चाहिँ कसरी हिँड्नुपर्छ त, उल्टो 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 भनेपछि यसलाई 5 प्राइम टु 3 प्राइम मिल्यो कि मिलेन, यो 5 प्राइम टु 3 प्राइम भयो भने यो उल्टो 5 प्राइम टु 3 प्राइम यसरी उल्टो हिँड्न मिल्यो कि मिलेन, यसले जिद्दी गर्छ मैले बनाउने 5 प्राइम टु 3 प्राइमै हो, हामी यति बाटो छौँ, यसले भन्छ यो डिएनए पोलिमर चाहिँ होइन मैले बनाउने 5 प्राइम टु 3 प्राइमै हो र यो अपोजिट एन्टी प्यारलल हुनुपर्छ, नाइ पनि म मान्दिनँ। अब यसको त सिम्पल थियो, यहाँ त अलरेडी 3 प्राइम टु 5 प्राइम थियो, यसले भनेको क्राइटेरिया के थियो, मैले बनाउने जहिले पनि 5 प्राइम टु 3 प्राइम हो र एन्टी प्यारलल हुनुपर्छ। यो 5 प्राइम टु 3 प्राइम हेर्नु त, यो 3 प्राइम टु 5 प्राइम थियो, यसले चाहिँ 5 प्राइम टु 3 प्राइम सिधै अगाडि हिँड्न मिल्यो, सुल्टो हिँड्नु छिट्यो पऱ्यो। अब यसको छ यहाँ हामीसँग भएको स्ट्यान्ड 5 प्राइम टु 3 प्राइम छ, 5 प्राइम टु 3 प्राइमसँग यहाँ पनि बनाइदिएन, अर्कोतिर पनि त बनाउनु पर्यो नि, यहाँ पनि बनाइदिएन भन्दा मेरो सिम्पल क्राइटेरिया छ, मैले बनाउने जहिले पनि 5 प्राइम टु 3 प्राइम हुन्छ, 5 प्राइम टु 3 प्राइम हुन्छ र टेम्प्लेट स्ट्यान्डको अपोजिट हुनुपर्छ। टेम्प्लेट स्ट्यान्डको अपोजिट भनेपछि टेम्प्लेट स्ट्यान्ड यसलाई 3 प्राइम टु 5 प्राइम चाहिने हो र यसले चाहिँ 5 प्राइम टु 3 प्राइम बनाउने। अब यसरी बनाउन मिलेन, हामीले पनि के गर्छौँ र त्यसो भए यो टेम्प्लेट स्ट्यान्डलाई उल्टोबाट हेर्न त, यसलाई 3 प्राइम टु 5 प्राइम डाइरेक्सन बना, अनि तैँले चाहिँ यसरी 5 प्राइम टु 3 प्राइम बना, उल्टो हिँड। उल्टो हिँडाउँदा थाक्छ, अलिकति हिँड्छ, तन्किन्छ, बन्द हुन्छ, फेरि अर्को हिँड्छ, बन्द हुन्छ, फेरि अर्को हिँड्छ, बन्द हुन्छ र फ्र्यागमेन्ट बन्छ, त्यसलाई ओकाजाकी फ्र्यागमेन्ट भन्छ। र सिम्पली यो सेमी कन्जर्भेटिभ मेथड कसले प्रपोज गर्यो, ग्रिकले, प्रुफ कसले गर्यो त, मिचेल्सन एन्ड स्थलले प्रुफ गर्यो, केमा गर्यो त, इकोलाईमा प्रुफ गर्यो। मटेरियल युज्ड फर डिएनए रिप्लिकेसन, एउटा त डिएनए रिप्लिकेसनमा यो टेम्प्लेट ओल्ड स्ट्यान्ड चाहिएको छ, अर्को चाहिँ फोलिक एसिड, म्याग्नेसियम, म्याङ्गानिज र इन्जाइमहरू चाहिन्छ, त्यही भएर एन्सर इज अल। इज द्याट क्लियर? Yes sir. Yes sir, all clear. बुझाएको छ कि छैन एकचोटि भन्नु यार। सर 3.4 नैनोमिटर Crystal clear sir. के भन्दैछ? सर त्यो न्यानोमिटरमा 0.34 एनएम होइन, हजुरले 3.4 एनएम गर्नुभएको त्यो 0.3 नै लेखाएको छु यहाँ, कहाँ 3.4 लेखाएको छु, 3.4 पनि लेख्नु भएको छ। 0.34 3.4 छ सर माथि। हजुर ओके, त्यो चाहिँ 0.34 गराउँ आफै मिलाउन भन्न त 0.34 भनेको थियो होला नि, हो? Yes sir, 0.34 भन्नुभयो। Yes sir. ओके, यहाँ हेर्नु है त, सिम्पल, यो एउटा डिएनए स्ट्यान्ड हो, साउन्ड ननिकाल, डबल स्ट्यान्डर्ड डिएनए, यसलाई फोर्क बनाउनु पर्यो, किनकि बनाउन हामीले यसलाई पहिला सिधा बनाउनु पर्यो अनि यसरी फोर्क बनाउनु पर्यो। यसलाई चेन्ज गर्दा पहिला बटारिएको कपाल सम्झे, कपाल पुरै बटारिया छ, डोरी बटारिया छ, यसलाई खोल्नु पर्यो। सबभन्दा फर्स्टमा चाहिँ खोल्न पर्यो, यसलाई अनविन्डिङ अफ डिएनए भन्छ, अनविन्डिङ अफ डिएनए। अनविन्डिङ अफ डिएनए केले गर्छ, यो इन्जाइमको नाम के हो त, अनविन्डेज, र अर्को इन्जाइमको नाम के हो त, क्यान यु प्लिज टेल मी? एउटा अनविन्डेज हो भने अर्को के रहेछ, टोपो आइसोमरेज, आइसोमरेज, टोपो आइसोमरेजले गराउँछ। सबभन्दा पहिला त डिएनए रिप्लिकेसनको ठाउँ खोज्नु पर्यो, मैले यो ठाउँमै रिप्लिकेसन सुरु गर्छु, होइन मैले त यो ठाउँमै रिप्लिकेसन सुरु गर्छु। साइट फर रिप्लिकेसन भन्ने सोध्छ फर्स्टमा, साइट फर रिप्लिकेसन, यो रिप्लिकेसन कुन ठाउँबाट सुरु गर्ने भन्ने सोध्यो भने त यसलाई ओरी साइट भन्छ। साइट फर रिप्लिकेसन इज
ओरिसाइड। अब रिप्लिकेसन गर्न सुरु गर्यो र यो बटारिएको डोरी फुकाउनु भयो। बटारिएको डोरी फुकाउनको लागि हेर्नु त कुन इन्जाइम चाहियो त? टोपो आइसोमरेज भन्दा पनि मेन इन्जाइम के हो त? दिस वान इज अनविन्डेज इन्जाइम। ओके, यो इन्जाइमको नाम के हो? अनविन्डेज। डोरी बटारिएको डोरी फुकाउनु भएको छ, जस्तै कपाल घुम्री कपाल छ, फुकाउनु भयो, फेरि घुम्रिन्छ कि घुम्रिँदैन? फेरि घुम्रिन्छ कि घुम्रिँदैन? फेरि घुम्रिन्छ। त्यही भएर स्टेबलाइजिङ or prevent from annealing, फेरि बटारिनबाट बचाउने, prevent from annealing। यो फेरि बटारिनको लागि, प्रिभेन्ट गर्नको लागि यसमा के राखिदिनु पर्छ त? यो डिएनए को फर्क बनो, साइड बनो। अब यो फेरि बटारिनको लागि, बचाउनको लागि एउटा राखिदिन्छ, त्यसको नाम के हो त? सिंगल स्ट्यान्डर्ड बाइन्डिङ प्रोटिन। डोरी फुकाउनु भयो, अनविन्डेजले फुकाएको डोरी फेरि बटारिन सक्छ, त्यसलाई स्टेबल गर्न, यसलाई एनिलिङबाट प्रिभेन्ट गर्नको लागि सिंगल स्ट्यान्डर्ड बाइन्डिङ प्रोटिन। ओके, यसलाई के भन्छ? सिंगल स्ट्यान्डर्ड बाइन्डिङ प्रोटिन भन्छ। अर्को चाहिँ केले पनि गर्छ यो काम? सिंगल स्ट्यान्डर्ड बाइन्डिङ प्रोटिन। र अर्को केले पनि गर्छ? टोपो आइसोमरेजले पनि गर्छ, टोपो आइसोमरेज। अब यो स्टेबल भयो, सिधा भयो। अब यो दुईटा सिधा भइसकेपछि हेर्नु त, यो दुईटा सिधा भइसकेपछि यो बिचमा हाइड्रोजन बोन्ड छ कि छैन? अब यो हाइड्रोजन बोन्ड ल्याडर जस्तो बनो। अब यो हाइड्रोजन बोन्डलाई काट्नको लागि कुन चाहियो त? द्याट इज कल्ड हेलिकेज। अर्को हेलिकेज इन्जाइमले, ओके, हेलिकेज इन्जाइम कट हाइड्रोजन बोन्ड, हाइड्रोजन बोन्ड चाहिँ काटेर अब छुट्याइदियो। ओके, यहाँ जस्तै हेर्नु त, यो स्ट्यान्ड छ भने यसको बिचको हाइड्रोजन बोन्ड छुट्याइदियो, यति काट्दियो। यहाँसम्म त हाइड्रोजन बोन्ड नै छ, यसले सबै एकैचोटि काट्दैन, यसरी काट्दैन। जस्तै यो डिएनए हो भने हेर्नु त, सिम्पल यो डिएनए हो भने अब यो यसरी यति यो दुईटाको बिचको हाइड्रोजन बोन्ड यति मात्रै काट्छ, यता चाहिँ काट्दैन, यसले यताबाट काट्दै आउने। त्यही भएर हेलिकेजलाई बन्द गर्नुभयो भने, हेलिकेज स्टप भयो भने, हेलिकेज स्टप मिन्स अब यसले काट्नै बन्द गरिदियो भने रिप्लिकेसन पनि बन्द हुन्छ। हेलिकेजलाई बन्द गरिदिनु भयो भने रिप्लिकेसन नै बन्द हुन्छ। अब हेर्नु त, यो फर्क बनो। अब यो पछि फोर्थमा हेर्नु त, फर्क बन्दाखेरि हेर्नु त, यो एउटा स्ट्यान्डमा यो कुन डाइरेक्सनमा बन्छ? यताबाट लिडिङ स्ट्यान्ड बन्छ। कुन डाइरेक्सनमा? 5 प्राइम टु 3 प्राइम। एउटा लिडिङ स्ट्यान्ड बन्छ, लिडिङ स्ट्यान्ड। अर्को चाहिँ हेर्नु त, अब अर्को चाहिँ यो अलरेडी 5 प्राइम टु 3 प्राइम छ भने अब यो यताबाट बन्नु पर्यो, उल्टो बन्दा यसले चाहिँ टुक्रा टुक्रा बनाउँछ। यसलाई के भन्छ? ल्यागिङ स्ट्यान्ड। ल्यागिङ स्ट्यान्ड भनेको त्यसलाई के पनि भन्ने छ? ओकाजाकी फ्र्यागमेन्टलाई जोड्नको लागि हेर्नु त, यो फर्क हो भने यो फ्र्यागमेन्ट सानो सानो फ्र्यागमेन्ट छ भने यसलाई जोड्ने काम केले गर्छ? ओकाजाकी फ्र्यागमेन्ट इज जोइन्ड बाइ द लाइगेज। ओकाजाकी फ्र्यागमेन्ट इज जोइन्ड बाइ द लाइगेज। सिम्पली हेलिकेजले काटिसकेपछि यो फर्क फर्मेसन हुन्छ। फर्क फर्मेसनमा एकतिर लिडिङ स्ट्यान्ड भयो, अर्को ल्यागिङ स्ट्यान्ड भयो। यो भनेको नयाँ बनेको डिएनए हो। नयाँ डिएनए बन्नको लागि के रहेछ? रिप्लिकेसनको लागि के चाहियो त? रिप्लिकेसनको लागि आरएनए प्राइमर चाहियो। आरएनए प्राइमर। यो आरएनए प्राइमर केले लिएर आउँछ त? किनकि सुरुमा त यो आरएनए को टुक्रा ल्याएर सुरु गर्ने हो है त। आरएनए को टुक्रा ल्याएर सुरु गर्ने हो, पछि डिएनए बन्छ। आरएनए को टुक्राबाट आरएनए प्राइमरले आरएनए को टुक्रा ल्यायो हो। अनि यो चाहिँ सिम्पली आरएनए प्राइमरको लागि कुन इन्जाइम चाहिन्छ यो ल्याउनको लागि? आरएनए को टुक्रालाई आरएनए प्राइमर भन्छ। यो चाहिँ के रहेछ? प्राइमेज। अनि यसले डिएनए रिप्लिकेसन सुरु गर्ने। लास्टमा अब डिएनए रिप्लिकेसन सुरु भइसकेपछि डिएनए इन्जाइम फर डिएनए रिप्लिकेसन भने सोध्यो भने के लगाउँछ? इन्जाइम फर डिएनए रिप्लिकेसन। इन्जाइम फर डिएनए रिप्लिकेसन भने सोध्यो भने चाहिँ के लगाउनुहुन्छ? डिएनए पोलिमरेज।
पोलिमरेज सिम्पल है त यसलाई यहाँ हेर्नु स्टेप फर्स्ट सुरुमा यो बटारिएको डिएनए लाई के गर्नुहुन्छ फुकाउने फुकाउने कुन इन्जाइम अनविन्डेज स्टेप फर्स्ट बटारिएको त फुकाउनु भयो फेरि बटारिने चान्स हुन्छ कि हुँदैन सिम्पल बटारिएको फुकाउनु भयो फेरि बटारिने चान्स हुन्छ कि हुँदैन हुन्छ दोस्रो स्टेपमा त्यसलाई स्टेबल गराउन के चाहियो सिंगल स्ट्यान्डर्ड बाइन्डिङ प्रोटिन अर्को के चाहियो टोपोआइसोमरेज अब बटारिने प्रोब्लम सकियो अब यो सिधा स्ट्रेट भयो ल्याडर जस्तो अब यो ल्याडर जस्तो बन्दाखेरि यहाँ बिचमा दुईटाको बिचमा हाइड्रोजन बोन्ड छ कि छैन थर्डमा कुन इन्जाइम चाहियो हेलिक्स हेलिकेज इन्जाइमलाई हेलिक्स छैन हेलिकेज भन्ने हेलिकेजले काट्दै जान्छ हेलिकेजले काट्यो भने हेर्नु त यहाँसम्म काट्दियो छुट्याइदियो यहाँ चाहिँ अझै हाइड्रोजन बोन्ड छ हेलिकेजले काट्दियो काटेर फर्क बनिसकेपछि रिप्लिकेसन स्टार्ट गर्नको लागि के चाहियो आरएनए प्राइमर ल्याउनु फर्स्टमा फुकाइदिनु अनविन्डेज स्टेबल गराउनु सिंगल स्ट्यान्डर्ड बाइन्डिङ प्रोटिन टोपोआइसोमरेज अनि यो यसलाई टुक्राइदिनु हेलिकेज अनि के बनौ फर्क बनौ कहाँबाट सुरु गर्ने के चाहियो त आरएनए प्राइमरबाट नयाँ डिएनए बन्ने हो र यसको लागि कुन बनाउनको लागि कुन इन्जाइम चाहिन्छ डिएनए पोलिमरेज चाहिन्छ एउटा कन्टिन्युअस मन छ त्यसलाई लिडिङ स्ट्यान्ड भनिदिनु अर्को उल्टो डिस्कन्टिन्युअस मन छ त्यसलाई ल्यागिङ स्ट्यान्ड भनिदिनु र यो डिस्कन्टिन्युअस ल्यागिङ स्ट्यान्डलाई केले जोड्छ भन्ने सोध्यो भने चाहिँ यसलाई केले जोड्ने रहेछ त लाइगेज अब जस्तै यसरी बनाउँदै गयो भने यसरी फर्केर हेर्दा कुनै मिस्टेक भएको छ कि छैन भनेर लास्टमा के रहेछ त प्रुफ रिडिङ गर्छ प्रुफ रिडिङ गर्ने काम केले गर्छ डिएनए पोलिमरेजले प्रुफ रिडिङ गर्ने चाहिँ स्टार्ट गर्ने चाहिँ प्राइमरले हो अनि त्यहाँबाट तन्काउने चाहिँ पोलिमरेजले हो प्रुफ रिडिङ गर्ने पनि डिएनए पोलिमरेजले हो अनि प्रुफ रिडिङ गर्दा आरएनए प्राइमर देख्छ आरएनए को सेगमेन्ट त डिएनए मा हुनु भएन अनि यसलाई रिमुभ गर्छ ओके आरएनए प्राइमरलाई रिमुभ गर्छ एकचोटि यहाँ आए सबभन्दा फर्स्टमा के पत्ता लगाउने यो अलिकति गाह्रो छ सबभन्दा फर्स्टमा डिएनए रिप्लिकेसनको ठाउँ रिप्लिकेसन फर डिएनए त्यसलाई के भन्छ ओरिसाइट भन्छ ओरिसाइट डिएनए रिप्लिकेसनलाई के भन्ने रहेछ ओरिसाइट सबभन्दा पहिला फुकाउनु अनविन्डेजले फुकाउनु है त यसलाई स्टेबल गर्नको लागि के चाहियो त सिंगल स्ट्यान्डर्ड बाइन्डिङ प्रोटिन चाहियो स्टेबल गराउनको लागि अनि चाहिँ फर्क बनो फर्कमा के चाहियो आरएनए प्राइमर कसले ल्याएर राखिदिन्छ त प्राइमेजले यो फर्कमा आरएनए प्राइमर कसले लिएर आयो त प्राइमेजले अब एकतिर लिडिङ स्ट्यान्ड मन छ अर्कोतिर ल्यागिङ स्ट्यान्ड मन छ लिडिङ स्ट्यान्ड ल्यागिङ स्ट्यान्डलाई ओकाजागी फ्र्यागमेन्ट भन्छ यदि प्रोक्यारियोटमा चाहिँ डिएनए पोलिमरेज 3 ले गराउने हो डिएनए रिप्लिकेसन हाम्रोमा चाहिँ डिएनए पोलिमरेज अल्फा र डेल्टाले गराउने हो अल्फाले ल्यागिङ स्ट्यान्ड बनाउँछ डेल्टाले चाहिँ लिडिङ स्ट्यान्ड बनाउँछ हेर्नु त डिएनए रिप्लिकेसन गर्ने इन्जाइम प्रोक्यारियोट भन्यो भने चाहिँ डिएनए पोलिमरेज 3 हो मान्छेमा युक्यारियोट भन्यो भने चाहिँ डिएनए पोलिमरेज अल्फा र डेल्टा हो अल्फाले ल्यागिङ स्ट्यान्ड बनाउँछ डेल्टाले लिडिङ स्ट्यान्ड बनाउँछ अब आरएनए प्राइमरलाई हटाउनु पर्छ यसले फर्केर हेर्दा केले हेर्छ डिएनए पोलिमरेजले हेर्छ र यसले रिमुभ गरिदिन्छ अनि टुक्रा टुक्रा ओकाजाकी फ्र्यागमेन्ट चाहिँ लाइगेजले जोडिदिन्छ लाइगेजले राइट यति नै हो यो डिएनए रिप्लिकेसनको सिम्पल धेरै कम्प्लिकेसन नबुझ्ने हेर्नु त सिम्पल इन्जाइमबाट सम्झिनु एकचोटि सुरुमा कुन इन्जाइम आयो अनविन्डेजले के गरायो मलाई भन्नु फुकालो फुकिसकेपछि अब यो फेरि बटारिन्छ बचाउनको लागि के चाहियो सिंगल स्ट्यान्ड बाइन्डिङ प्रोटिन र अर्को के त टोपो आइसोमरेज अब फुकिसकेपछि फुको बटारिएन ल्याडर जस्तो भयो अब यहाँ हाइड्रोजन बोन्डलाई काट्नको लागि कुन इन्जाइम चाहियो हेलिकेज थर्डमा के आयो हेलिकेज
अब यति हाइड्रोजन बोन्ड काट्नु भयो भने यतातिरको हाइड्रोजन बोन्ड काटिया छैन तर अर्कोतिरको काटियो फुलो भने यसले फर्क बनाउँछ कि बनाउँदैन? बनाउँछ बनाउँछ। फर्क बनाउँछ। फर्क बनाउँदा यो 5 प्राइम टु 3 प्राइम भन्नु भने अब यो चाहिँ हेर्नु त 3 प्राइम टु 5 प्राइम भयो भने अब यसले 5 प्राइम टु 3 प्राइम डाइरेक्सनमा नयाँ डिएनए को स्ट्यान्ड बनाउनु पर्यो कि परेन? त्यही भएर नयाँ डिएनए को स्ट्यान्ड बनाउने हेर्नु त सिम्पली प्रोक्यारियोटमा यो नयाँ डिएनए स्ट्यान्ड बनाउने के लिए हो त प्रोक्यारियोटमा के रहेछ डिएनए पोलिमरेज कुन त 3 तर युक्यारियोटमा चाहिँ केले बनाउने रहेछ डिएनए पोलिमरेज 2 डिएनए पोलिमरेज कहाँ 2 अल्फा अल्फा र डेल्टा A for alpha, A for lagging stand, डेल्टा को लीडिंग स्ट्यान्ड लीडिंग स्ट्यान्ड केले बनाउने रहेछ डेल्टा ल्यागिङ स्ट्यान्ड केले बनाउँछ अल्फा बनायो डिएनए बनाउँदा स्ट्यान्ड स्टार्ट कहाँ गर्नको लागि के चाहियो आरएनए प्राइमर आरएनए प्राइमर कुन इन्जाइमले लिएर जान्छ आरएनए प्राइमरबाट रिप्लिकेसन सुरु हुने हो भाइ इनर्जी हो तिमीलाई छोरा जन्माउन बुढी चाहिए जस्तै यहाँ डिएनए बनाउन आरएनए प्राइमर चाहिन्छ बुझ्यौ नि सिम्पल त्यही हो दिस वान इज प्राइमेज इन्जाइम अब आरएनए प्राइमर सधैँ त्यही राख्ने कि डिएनए पोलिमरेजले फर्केर हेर्नुपर्छ फर्केर हेरेर आरएनए प्राइमरलाई रिमुभ गर्नुपर्छ कि पर्दैन रिमुभ चाहिँ केले गर्छ कुन इन्जाइमले एक्जोन्युक्लियसले रिमुभ गर्छ है त र फाइनल्ली चाहिँ प्रुफ रिडिङ गर्ने मिस्टेक भएको छ कि छैन भनेर प्रुफ रिडिङ चाहिँ केले गर्छ डिएनए पोलिमरेजले लास्टमा चाहिँ रिप्लिकेसन चाहिँ स्टप हुन्छ रिप्लिकेसन कसरी स्टप हुन्छ एकचोटि घरमा गएर पढेर आउनु पर्यो रिप्लिकेसन स्टप सबभन्दा फर्स्टमा फुकाउनु अनविन्डेज फेरि बटारिन सक्छ फुकाउनु अनविन्डेज फेरि बटारिन सक्छ सिंगल स्ट्यान्डर्ड बाइन्डिङ प्रोटिन र टोपो आइसोमरेजले गर्छ टोपो आइसोमरेज अब बटारिन छोडो सिधा बनो र तर दुईटाको बिचमा हाइड्रोजन बोन्ड छ त्यसलाई काट्ने काम हेलिकेजले गर्छ सबै काट्दैन यतातिरको मात्रै काट्छ अनि फोर्क बन्छ अनि फोर्क बनिसकेपछि नयाँ स्ट्यान्ड कुन डाइरेक्सनमा बन्छ 5 प्राइम टु 3 प्राइम डाइरेक्सनमा प्रोक्यारियोटमा नयाँ स्ट्यान्ड बनाउने केले डिएनए पोलिमरेज 3 ले युक्यारियोटमा नयाँ स्ट्यान्ड बनाउने केले त अल्फाले चाहिँ डिएनए पोलिमरेज अल्फाले चाहिँ ल्यागिङ स्ट्यान्ड डेल्टाले चाहिँ के बनाउँछ लिडिङ स्ट्यान्ड र रिप्लिकेसन सुरु गर्न के चाहिन्छ आरएनए प्राइमर छोरा पाउन बुढी चाहिए जस्तै आरएनए प्राइमर चाहिन्छ प्राइमेज पछि आरएनए प्राइमरलाई फेरि हटाइदिने केले त एक्जोन्युक्लियसले मिस्टेक भएको छ कि छैन भनेर फर्केर हेर्ने डिएनए पोलिमरेजले अनि रिप्लिकेसन स्टप हुन्छ इज दैट क्लियर डिएनए रिप्लिकेसन अब यसमा हेर्नुहुन्छ भने अब यो भोलि बुझाउला भोलि पढेर आउनु अनि रिप्लिकेसन भोलि बुझाउनु एकचोटि यो एमसीक्यू गर्नु त स्टेप सिम्पल स्टेप यो लास्टको समरी हो सबभन्दा पहिला रिभर्स ट्रान्सक्रिप्टेज भन्ने सोध्यो भने के लगाउनु यो चाहिँ पढेर आउनु है त एमसीक्यू गरेर आउनु आजलाई चाहिँ स्क्रिनशट गर्नु सर अवधेश सरको क्लास हुन्छ कि नै आज जुलोजी हुन्छ तर अर्को सरको एउटा राखिदिएको छु है त जोइन हुनु मोलस्का हुन्छ यो स्क्रिनशट गर्नु